चाहिँ यो मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय लङ्गडीद्वारा सञ्चालित पोखरिया वडा नगरपालिका वडा नम्बर 9 स्थित केन्द्र नम्बर 106 का सदस्यसँग आज हामी सफलताको कथा शीर्षकमा आज केही कुरा गर्न गइरहेका छौँ। उहाँको यो सफलता, उहाँले चाहिँ एउटा राम्रो एउटा भैँसी पालन गाई पालन गर्नुभएको छ। यसको अधीनमा रहेर हामी यो चाहिँ उहाँसँग कुरा गर्छौँ। स्वागत छ दिदी तपाईँलाई। नमस्कार। तपाईँको नाम? सङ्गीता देवी। के गर्दै हुनुहुन्छ आजभोलि? आज अब के गर्ने, यो भैँसी पालन गरिरहेको छु, बच्चाहरूलाई पढाइरहेको छु। मैले भने नि कि बसेर के गर्ने, भैँसी पालन गर्नुपर्छ, 2टा पैसा हुन्छ, बच्चाहरूलाई पढ्छ, त्यही सोचायो आफ्नो। तपाईँलाई यसको यो चाहिँ भैँसी पालन गर्नुको लागि कसले सहयोग गर्यो तपाईँलाई? मेरो हस्बेन्डले, मेरो बुवा आमाले, मेरो हस्बेन्डको एउटा साथी हुनुहुन्छ, त्यो भन्नुभयो कि यो भैँसी पालन गर, हामीले सहयोग गर्छु। अनि यो यत्रो भैँसी पालन गर्दाखेरि सुरुमै तपाईँले यति धेरै भैँसी चाहिँ मिरमिरले कति दिएको थियो? कर्जा तपाईँलाई कति दिएको थियो? 2 लाख। 2 लाख रुपियाँ दिएको थियो। सुरुमै 2 लाख दियो कि पहिला चाहिँ? हैन, अलि पहिले हामीलाई 160। हजुर, तब 2 लाख ल्याउनु भयो। त्यो पैसा ल्याएर के गर्नुभयो? भैँसी कतिवटा भैँसी किन्नुभयो? 2टा भैँसी किन्नुभयो। अहिले कतिवटा भैँसी छ तपाईँको? 2टा भैँसी छ। 2टा भैँसी, 2टा गाई। 2टा गाई छ। पहिलाको अवस्था र अहिलेको अवस्थामा के फरक रहेछ त? पहिलेको अवस्थामा त अहिलेकोमा धेरै सुविस्ता छ। पहिले त अप्ठ्यारो पनि हुन्थ्यो, अब अप्ठ्यारो 35,000 आउँछ। त्यसमा बच्चाको पनि पढाइ लेखाइ, त्यो गाईको दाना साना, घर खर्चा राम्रैसँग चल्यो हैन? गरेपछि त सबै कुरा हुँदो रहेछ नि त आखिर, हैन? एकदम राम्रो गर्नु भएको छ। अनि श्रीमान कहाँ हुनुहुन्छ अहिले? काठमाडौँ। के गर्नुहुन्छ श्रीमानले? सेन्टरिङको ठेकेदार हुनुहुन्छ। ठेकापट्टा लिने त्यहाँ काम गर्ने, हैन? अनि छोरा 2टा भन्नुभयो है? 2टा छोरा। अनि छोराले पढ्ने हो अहिले? अहिले स्कुल जान्छ। कतिमा पढ्नुहुन्छ छोरा? एउटा 3 मा पढ्छ, एउटा 1 मा पढ्छ। एउटा 1 मा पढ्छ, एउटा 1 मा पढ्छ, एउटा 3 मा पढ्छ। अनि छोरी पनि हुनुहुन्छ? छोरी कतिमा पढ्नुहुन्छ? 8 मा पढ्नुहुन्छ। छोराछोरीलाई पढाउनको लागि, घर खर्च चलाउनको लागि अहिले त्यस्तो समस्या त केही पनि छैन, सबै राम्रैसित भइरहेछ। तर त्यो पैसा चाहिँ त्यो ठाउँमा चाहिँ सदुपयोग नगरेर अर्को लगानी गर्ने अथवा त्यसलाई फजुल खर्च गरिदिने, होइन? अनि त्यस्तोलाई चाहिँ तपाईँले के सन्देश दिनुहुन्छ? के भन्नुहुन्छ उहाँहरूको लागि? कि फिजुल खर्चमा त्यो हामीहरूको सदस्यलाई न पैसा दिने, पशु अस्पताल मैले दवाईको पसल गर्नलाई पैसा दिने, किराना पसल गर्नलाई पैसा दिने, त्यो सबै काममा लगाउनलाई पैसा दिने, फिजुल खर्चा गर्नलाई सरले भन्छु म कि पैसा। अब म पैसा उठाएर त्यो खानामा लगाउने, पेटमा जानलाई लगाउने त हुँदैन नि। अब म पैसा उठाएर यो भैँसी पालन गर्छु त यसलाई दुध आउँछ त दुध बेचेर म किस्ता चलाउँछु। तपाईँले मिरमिरे लघुवित्तले तपाईँलाई चाहिँ 2 लाख रुपियाँ कर्जा दियो, तपाईँले चाहिँ यहाँ लगानी लगाउनु भयो, होइन? तपाईँले अहिले चाहिँ भन्नुभयो नि त मैले किस्ता राम्रोसँग तिरिराखेको छु, मैले घर खर्च चलाउन मलाई कुनै समस्या छैन भनेर भन्नु। अझै मिरमिरेले के गरिदिएको भयो? लगानी गर्नुहुन्छ, म माग्छु पैसा दिने त म भैँसी पालन गर्छु। के सुझाव छ तपाईँलाई? मिरमिरेलाई केही सुझाव छ? हामीलाई केही सुझाव छ? तपाईँलाई तपाईँको केन्द्रमा आउने सरहरू नढाँटी भन्नुहोस्। राम्रो छ? राम्रो छ। नराम्रो भएपछि पैसा दिनु हुँदैन नि त। राम्रो छ, तब नि जब पैसा माग्छु तबै पैसा मिलिरहेको छ। किस्ता म राम्रोसित चलाइरहेको छु तब नि मलाई राम्रोसित मिल्छ पैसा। अब म किस्तामा गएर कचकच गर्छु त पैसा त दिँदैन। अब म सरलाई भन्छु कि सर मलाई भैँसी पालन गर्नलाई पैसा चाहिन्छ, सर मलाई दिने, म यो त फिजुल खर्चा गरिदिन्छु। बिहानको दिनमा सर आएर हेर्नुहुन्छ त मेरो गौशालामा भैँसी छ। तपाईँले अघि नै भन्नुभएको थियो कि पहिला मैले चाहिँ छर छिमेकमा सापट माग्दाखेरि मलाई 1 रुपियाँ पनि कसैले पत्याउँथेन सर। अहिले गाह्रो साह्रो परेको बेलामा मसँग सापट माग्न आउँछन्, मैले धेरैलाई चाहिँ सहयोग गरेको छु, धेरैलाई चाहिँ दुखी बिरामी पर्दाखेरि चाहिँ मैले उहाँलाई सहयोग गरेको छु भनेर भन्नुभएको छ। त्यो तपाईँको सफलता हो। त्यसमा तपाईँले चाहिँ आफूलाई कसरी चाहिँ गर्व गर्नुहुन्छ? के गर्ने, अब त माग्छ त दिनु पर्यो, सहयोग पनि गर्नु पर्यो, होइन? पहिला चाहिँ तपाईँलाई चाहिँ 1 रुपियाँ कसैले सर सापट नपत्याएका मान्छे अहिले तपाईँ भयो, होइन? अनि त्यसपछि तपाईँ श्रीमानको घरमा आउनुभयो। त्यो बेलाको अवस्था र अहिले तपाईँ जब आफै पौरखी बन्नुभयो, होइन? आफूले चाहिँ मेहनत गर्नुभयो, अनि त्यो बेलाको र अहिलेकोमा तपाईँ के भिन्नता पाउनुहुन्छ? तबकिरको बेलामा अबको बेलामा धेरै फरक छ, होइन? त्यो बेला र अहिले चाहिँ आफै चाहिँ कमाउने हुनुहुन्छ अहिले अहिले त सुखी छ, खाइरहेको छु। अहिले त तपाईँ मार्फत चाहिँ श्रीमानले सल्लाह लिनुपर्छ होला,
हो हो पहिला चाहिँ तपाईँले अब म भन्छु यो गर्नलाई त श्रीमान भन्नुहुन्छ होइन त्यो हुँदैन त्यो हुँदैन म आफैले गर्छु आफ्नो खुट्टामा बुवाले उभिनु भएको छ। बुवाको सहयोग लिएर म आफैले गर्छु अनि अघि तपाईँले भन्नुभयो बुवा आमालाई पनि यही ल्याउनु भएको छ माइतीको होइन अनि माइतीको बुवा आमालाई ल्याउनु भएको छ उहाँहरूले पनि सहयोग गर्नुभएको छ होइन आफ्नै घरको सबैजना मिलेर चाहिँ सबैजना काम मिलेर गर्नुभएको यसो छ। काम गर्नु ल धेरै धेरै धन्यवाद दिदी हजुरले धेरै धेरै शुभकामना छ अझै तपाईँले राम्रो गर्दै जानुहोस् अझै योभन्दा अझै राम्रो गरेको हामीले देख्न पाऊँ होइन ल, ल, ल। एकदम धेरै धेरै धन्यवाद। मैले चिन्यो हजुर 1,10,000 यो यो भैँसी यो 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 भैँसी 1,10,000 को त्यो 1 लाख को बाख्रा पनि हराउनु। ल हुन्छ त हस्